हेलो फ्रेंड्स, आज हामी मोडल सेट 7 को हामी पार्ट 2 लिएर आइसकेका छौँ। लाग्यो यहाँ नाममा के छ क्वेशन भन्दाखेरि इन द एडजोइनिङ फिगर XY intersects स्ट्रेट लाइन्स MN एन्ड PQ एट AN भन्छ। XY जुन लाइन छ त्यसले के गर्छ, MN र PQ लाई इन्टरसेक्ट गरेछ कहाँ, A र B पोइन्टमा। Observe the figure and answer the following question भन्छ। यो फिगरलाई हेरेपछि अब्जर्भ गरेपछि अनि एन्सर क्वेशन हामीलाई दिनु छ। यहाँ तपाईले बुझ्नुभयो होला, यो जुन XY लाइन छ त्यसले के गर्छ, MN र PQ लाई इन्टरसेक्ट गरेछ, काटेछ कहाँ, A पोइन्ट अर्को B पोइन्टमा। ए नम्बरमा क्वेशन छ, इन अ पेयर अफ कोइन्टरियल एंगल वन एंगल इज MAB व्हाट इज द अदर एंगल्स भन्छ। कोइन्टरियल हामीलाई दिएको छ जसमा एउटा कोइन्टरियल कति छ, MAB भन्नाले MA अनि B। यो एंगल हामीलाई भन्छ कोइन्टरियल छ भने यसको अर्को कोइन्टरियल एंगल कति हुन्छ। त यो यदि कोइन्टरियल छ भने यसको अर्को कोइन्टरियल यो हुन सक्छ। एकैपट्टि परेको भित्र कोणहरु यो हुन सक्छ। त यसको नाम के छ, PBA या त ABP। दुईबाट कुनै एउटा लेख्न मिल्यो, मैले दुवै लेखिदिएछु, तपाईले यो लेख्न सक्नुहुन्छ। अर्को B मा छ फाइन्ड द भ्यालु अफ x भन्छ। यो x को हामीलाई भ्यालु फाइन्ड गर्नु छ। त यहाँ तपाईले फिगरमा हेर्न सक्नुहुन्छ, यो के छ, एउटा ट्रायंगल, यो के छ, एउटा ट्रायंगल। अब ट्रायंगल छ भने ट्रायंगलको तीनटै एंगल 180 हुन्छ। तीनटै एंगल दिएको छ, त मैले यहाँ तीनटैलाई जोडेपछि कति गर्दिएछु, 180। अब यहाँबाट एंगल अफ ट्रायंगल भएको कारणले 180 हुन सक्छ। यहाँबाट x को हाम्रो भ्यालु आउँछ, कति आउँछ, 20 डिग्री। हामीले यहाँबाट x को भ्यालु हामीले पत्ता लगाइसक्यौं। अब यहाँ सी नाममा हाम्रो क्वेशन के भन्नु छ, at what value of MAB the given line segment MN and PQ will become parallel भन्छ। MAB भन्नाले MAB यसको भ्यालु कति हुन्छ भन्दाखेरि यो जुन दुवै लाइन छ, यो जुन दुवै लाइन छ के भइहाल्छ, आपसमा प्यारलल भइहाल्छ। पहिला हामी यो एंगल पत्ता लगाउनु पर्यो। त यो एंगल पत्ता कसरी लाग्छ, जब हामीलाई यहाँबाट यो पत्ता लाग्न सक्दैन, यहाँबाट हामीले यो पत्ता लगाउन सक्छौं। योबाट यो पत्ता लाग्यो, त्यसपछि यो यसको के भइहाल्छ, करस्पोन्डिङ भइहाल्छ। त यहाँबाट यो हामी पत्ता लगाउँछौं। त यो 2x यो b छ, के भइहाल्छ, भर्टिकली अपोजिट एंगल। यहाँ हामीले त्यही गरेछ। 2x = एंगल PBY, त्यो जुन एंगल छ भर्टिकली अपोजिट एंगल छ। यहाँबाट x को हाम्रो भ्यालु आउँछ, सरी PBY कति आयो हाम्रो, 40 डिग्री। कति आयो हाम्रो, 40 डिग्री। अब फिगरमा तपाईले हेर्न सक्नुहुन्छ, जति यो एंगल छ त्यति यो पनि हुन्छ, किनभने करस्पोन्डिङ एंगल आपसमा के हुन्छ, इक्वल हुन्छ। त यो जति छ त्यति यो भएको कारणले के हुन्छ, MAB कति भइहाल्यो हाम्रो, 40 डिग्री। यो करस्पोन्डिङ एंगल भएको कारणले यति छ यसको आन्सर। यदि त्यो एंगल यदि 40 डिग्री छ भने त्यो दुवै लाइन के भइहाल्छ, प्यारलल। यहाँबाट बुझ्न सक्नुहुन्छ, यो यदि 40 डिग्री भइहाल्यो भने यो जुन दुवै लाइन छ त्यो के भइहाल्छ, आपसमा प्यारलल भइहाल्छ। यति तपाईले बुझ्न सक्नुहुन्छ। त्यस्तै हामी 10 नम्बरमा आइसक्यो। 10 को B मा के छ भन्दाखेरि इन द गिवन फिगर AB प्यारलल ED। यहाँ फिगर तपाईले हेर्न सक्नुहुन्छ जसमा के छ, AB जुन यो लाइन छ यो सँग के छ, प्यारलल छ। देन प्रुभ दैट ट्रायंगल ABC सिमिलर ट्रायंगल DEC। यो दुवै जुन ट्रायंगल छ, यो दुवै ट्रायंगल त्यो के छ, आपसमा सिमिलर छ, त्यो हामीले प्रुभ गर्नु छ। एउटा ट्रायंगल यो ठुलो ABC भइहाल्छ, अर्को ट्रायंगल के भइहाल्छ, EDC। यो ट्रायंगल सानो ट्रायंगल, यो दुवै के भन्छ, सिमिलर छ, त्यो हामीले प्रुभ गर्नु छ। त गिभनमा दिएको छ दुईटा ट्रायंगल छ जसमा यो दुवै प्यारलल छ। अब हामीलाई प्रुभ गर्नु छ यो सिमिलर छ त्यो। त्यसपछि हामी प्रुफ यहाँ दिएछ, एउटा स्टेटमेन्टहरुको रिजन। यो दुवै ट्रायंगलमा तपाईले के हेर्न सक्नुहुन्छ, ACB भन्नाले A, त्यसपछि C, त्यसपछि B। यो जुन एंगल छ त्यो दुवैको कमन एंगल छ। यो जुन एंगल छ दुवैको कमन एंगल छ, दुवै यो इक्वल भइहाल्छ। यहाँ मैले लेखिदिएछु कमन एंगल अफ बोथ ट्रायंगल। यो दुईटैको लागि मैले लेखेछु, त यहाँ मैले लेखिदिए एउटा। अर्कोमा एंगल BAC के भन्छ, BAC मतलब यो जुन एंगल छ त्यो योसँग इक्वल हुन्छ। कसरी, करस्पोन्डिङ एंगल भएको कारणले यो दुवै योसँग इक्वल भइहाल्छ। त मैले त्यहाँ लेखेछु करस्पोन्डिङ एंगल। त्यसपछि ABC भन्नाले यो एंगल र यो एंगल आपसमा के भइहाल्छ, इक्वल भइहाल्छ। मैले यहाँ त्यही लेखेछु करस्पोन्डिङ एंगल। अब तीनटा हाम्रो एंगल मिलिहाल्यो भने यो पनि एंगल, त्यसपछि यो पनि एंगल, त्यसपछि यो पनि एंगल। तीनटा एंगल यदि मिलिहाल्यो भने यो दुवैको आपसमा सिमिलर छ, त्यो हामीले प्रुभ गरिसक्यौं। यहाँ बाइ एंगल 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 एक्जिम्स, यो एंगल 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 तथ्यको कारणले के छ, सिमिलर छ, त्यो हामीले प्रुभ गरिसक्यौं। यति लेख्न सकिन्छ। त्यस्तै अब 10 को A नाममा छ, construct a parallelogram ABCD in which AB = 5 cm, BC = 4 cm and angle
एबीसी इक्वल टु 60 डिग्री हामीले एउटा प्यारेललोग्राम ड्र गर्नु छ जसमा हाम्रो एबी जुन बेस छ त्यो कति छ 5 सेन्टिमिटर, बीसी छ 4 सेन्टिमिटर अनि एबीसी कति छ 60 डिग्री। अब हामी त्यो ड्र गरौँ। सबभन्दा पहिला हामीले एउटा बेस लिनुपर्छ, या त यो बेस लिनु पर्यो या त यो बेस लिनु पर्यो। मैले एउटा यो नै बेस लिन्छु। एबी 5 सेन्टिमिटर, मैले यहाँ 5 सेन्टिमिटर कोर्न लाग्यो। मैले यहाँ के गर्छु 5 सेन्टिमिटर यहाँ कोर्न लाग्छु। तपाईले हेर्न सक्नुहुन्छ मैले 5 सेन्टिमिटर एउटा लाइन मैले कोरिसकेको छु। यो छ ए अनि यो छ बी, यो भ्यालु हाम्रो 5 सेन्टिमिटर। अब भन्छ एबीसी मतलब बी जुन छ बी मा कति डिग्रीको एंगल बनाउँछ 60 डिग्री। मैले बी मा के गर्छु 60 डिग्रीको एंगल बनाउँछु। यहाँ तपाईलाई एंगल बनाउन आउँछ होला, आउँदैन भने मैले यसको लिंक चाहिँ डिस्क्रिप्सनमा हाल्दिन्छु, त्यो पनि भिडियो हेर्न सक्नुहुन्छ। यहाँ मैले के गर्छु 60 डिग्रीको एंगल बनाउँछु। यो भ्यालु हाम्रो 0 डिग्री अहिले अनि यो भ्यालु हाम्रो 60 डिग्री। एक चम्पनाले कति भ्याल्छ 60 डिग्री। अब योमा हामीले 4 सेन्टिमिटरको लाइन कोर्नु छ। त पहिला हामी के गरौँ एउटा लाइन कोरिहालौँ। मैले यहाँ के गर्छु एउटा लाइन कोरिहाल्छु। मैले एउटा के गरे ठुलो लाइन मैले कोरिदिए। अब यो 4 सेन्टिमिटरमा गएर म के गर्छु काटिहाल्छु। मैले यहाँ 4 सेन्टिमिटर पहिला नापिहालेँ। यो तपाईले हेर्न सक्नुहुन्छ मैले 4 सेन्टिमिटर नापिदिएछु। यहाँ मैले के गर्छु काटिहाल्छु 4 सेन्टिमिटर अनि यता पनि काटिहाल्छु, किनभने यो जुन लाइन छ त्यो सेम छ। अब यो जुन लाइन छ त्यति यता पनि हुनु पर्यो। मैले यो पनि नापिहाल्छु 5 सेन्टिमिटर। यो मैले नापिदिए। अब यो गएर यहाँ पनि काटिहाल्छु। त यो छ 4 सेन्टिमिटरमा, यतापट्टि यो पनि भ्यालु 5 सेन्टिमिटर। अब सबैलाई जोड दिनुस्। हाम्रो प्यारेललोग्राम एउटा रेडी भइसकेको छ। यो तपाईले हेर्न सक्नुहुन्छ। यस्तो गरेर प्यारेललोग्राम बनाउन सक्नुहुन्छ। यो छ 60 डिग्री। तपाईले बुझ्नुभयो होला। यस्तो गरेर हामीले प्यारेललोग्राम ड्र गर्न सकिन्छ। त्यस्तै 11 नम्बरको बीमा तपाईले हेर्न सक्नुहुन्छ। के भन्छ इन ट्रायंगल PQR इफ द बियरिङ अफ point Q फ्रम point P इज 90 डिग्री। यो तपाईले PQR जुन ट्रायंगल छ त्यसमा हेर्न सक्नुहुन्छ। भन्छ P बाट Q मा, P बाट Q मा जुन बियरिङ छ त्यो कति छ 90 डिग्री। त P बाट Q मा यो नर्थ पोल छ, यहाँबाट हामीले के गर्न सकिन्छ बियरिङ पत्ता लगाउन सक्छौं। त यसको बियरिङ हाम्रो दिएछ 90 डिग्री। P बाट Q को बियरिङ छ 90 डिग्री। अब क्वेशनमा के भन्छ Q बाट P को बियरिङ हामीलाई चाहियो। त Q बाट P को बियरिङ कति हुन्छ क्लकवाइज डाइरेक्सनमा यस्तो आउँछ। त हामीलाई यो एंगल पत्ता लगाउनु पर्यो। अब यो एंगल पत्ता लगाउनलाई पहिला हामीलाई यो चाहियो, यो एंगल हामीलाई चाहियो पहिला। त पहिला मैले लेखिदिएछु बियरिङ अफ Q फ्रम P बाट Q को बियरिङ कति छ 90 डिग्री। अकॉर्डिंग टू फिगर ट्रायंगल RPQ इक्वल टु 90 डिग्री। यो हाम्रो कति छ 90 डिग्री छ। अब यसमा के गर्न सकिन्छ एउटा नर्थ पोल हामीले के गर्छ परपेन्डिकुलर ड्र गर्न सक्छु। केमा PQ मा, PQ मा परपेन्डिकुलर मैले एउटा के गरे ड्र गरे। कहाँबाट यो बियरिङ पत्ता लगाउनलाई मैले त यहाँ लेखेछु Q1 परपेन्डिकुलर एउटा ड्र गरेछु बेसमा। अब यो परपेन्डिकुलर भयो भने यो पनि 90 डिग्री छ भने यो दुवै के भ्याल्छ प्यारलल, यो भ्याल्छ प्यारलल आपसमा। त यो प्लस यो इक्वल टु 180 हुन सक्छ। किन जब यो प्यारलल छ भने यो दुवै को इन्टरलिंगल हुन सक्छ। को इन्टरलिंगल भयो भने यसलाई जोडेपछि 180 हुनु पर्यो। मैले यहाँ त्यही गरेछु 180 सँग इक्वल गरेछु को इन्टरलिंगल। यहाँबाट हाम्रो PQN मतलब यो जुन एंगल छ त्यो कति आयो हाम्रो 90 डिग्री, यो पनि 90 डिग्री। अब यो यतिसम्म आइसक्यो भने यो पुरै जोडेर कति हुनु पर्यो 360। यो पुरै कति हुनु पर्यो 360, जसमा यति 90 छ भने यो माथि आउँछ। यहाँबाट हामीले पत्ता लगाउन सक्छौं। यो सबैलाई जोडेपछि कति हुनु पर्यो 360। यहाँबाट x को हाम्रो भ्यालु कति आउँछ 270। देयरफोर बियरिङ अफ P फ्रम Q, P र Q बाट बियरिङ कति छ 270 डिग्री छ। त्यो हामीले पत्ता लगाउन सक्छौं यहाँबाट। यति गरेर तपाईले यो क्वेशन सोल्भ गर्न सक्नुहुन्छ। त्यस्तै 11 को सी मा के छ भन्दाखेरि भन्छ P-1,3 Q 3,1 एन्ड R 5,2 R भर्टिसेस अफ ट्रायंगल PQR। यो तीनवटा के छ PQR ट्रायंगल को भर्टेक्स दिएको छ। प्लॉट द भर्टेक्स इन अ ग्राफ, यसलाई भन्छ ग्राफमा हेराउनलाई, एन्ड रिफ्लेक्ट इट अबाउट y एक्सिस, यसलाई y एक्सिस मा रिफ्लेक्ट गर्नु छ। सो द इमेज P डैश Q डैश R डैश with its coordinate if vertices in the same graph। भन्छ यो सबैलाई ग्राफमा पनि हेराउनु छ।
पहिला यो तीनटा पोइन्ट हाम्रो दिएछ यो भर्टेक्स यसलाई प्लोटिङ गर्नु छ y एक्सिसमा हामीले गर्नु छ भने y एक्सिसको नियम के छ x जुन छ त्यसको साइन चेन्ज भइहाल्छ त मैले यहाँ छ p - 1/3 त x वाला यो छ यसको साइन चेन्ज हुन्छ भने 1/3 यो भइहाल्छ -3/1 त्यसपछि यो भइहाल्छ -5/2 यति गरिसकेपछि अब यो दुवैलाई के गर्नु छ ग्राफमा हेराउनु छ मैले यो सर्वा यो ग्राफमा हेराएको छु यो तपाईले फिगरमा हेर्न सक्नुहुन्छ यो हाम्रो पहिलाको इमेज छ p त्यसपछि q त्यसपछि r अनि यो जुन पेन्ट गरेको छु त्यो छ यसको प्री इमेज यो जुन प्री इमेज p डेस q डेस r डेस आएछ त्यो यसलाई मैले पेन्ट गर्दैछु यति गरेर तपाईले हेराउन सक्नुहुन्छ त्यस्तै यो सेट 7 को लास्ट नम्बर क्वेशन छ 12 नम्बर भन्छ द मार्क obtained in mathematics by 12 students of class 8 भन्छ क्लास 8 को 12 टा स्टुडेन्टले के गर्छ मार्क obtain गरेछ म्याथमेटिक्समा इन देयर फर्स्ट टर्मिनल एक्जामिनेसनमा यो यस प्रकार छ 23 20 25 26 24 28 29 28 31 33 34 28 यो हाम्रो डाटा दिएको छ यिनीहरुमा भन्छ फाइन्ड द मोड अफ द अबव डाटा भन्छ यसको मोड पत्ता लगाउनलाई त मोडको नियम के छ सबभन्दा बढी जसको फ्रिक्वेन्सी सबभन्दा बढी छ त्यो भनेको मोड भइहाल्छ यसलाई पहिला के गरेछु हामीले एसेन्डिङ अर्डरमा एरेन्ज गरेछु एसेन्डिङको मतलब हुन्छ सानाबाट ठुलो यो मैले सानाबाट ठुलो एरेन्ज गर्दिए अब मोडको मतलब हुन्छ मोस्ट रिपिटेड भ्यालु जसको फ्रिक्वेन्सी सबभन्दा बढी हुन्छ त यसमा 28 जुन छ 28 जुन छ त्यो 3 चोटी रिफ्लेक्ट भएछ कति चोटी 3 चोटी रिपिट भएछ त्यहीभएर यसको मोड जुन छ त्यो कति हुन्छ 28 यति बुझ्न सकिन्छ त्यसपछि बी मा छ फाइन्ड द मिडियन मार्क्स अफ स्टुडेन्ट्स अफ क्लास 8 भन्छ यसको मिडियन हामीले पत्ता लगाउनु छ पहिला यसलाई एसेन्डिङ अर्डरमा मैले एरेन्ज गरिदिएछु पहिला तपाईले एसेन्डिङ अर्डरमा एरेन्ज गर्नु नै छ यदि मिडियन भन्दियो भने एसेन्डिङ अर्डरमा राख्नु पर्ने त्यसपछि n हाम्रो कति छ 12 12 वटा छ यसमा डाटा अब मिडियन इक्वल टु हुन्छ n + 1/2 th आइटम यो हामीले निकाल्नु पर्छ n भनेको छ 12 12 + 1/2 यसलाई काटकुट गर्यो भने कति आयो 6.5 th आइटम अब 6.5 भन्नाले न 6 छ न 7 छ न 6 छ न 7 छ त 6 र 7 दुवैलाई जोड्ने 2 ले डिभाइड गर्ने जति आउँछ त्यो हाम्रो के भइहाल्छ मिडियन त यहाँ 6 पॉइन्ट कति छ 1 2 3 4 5 6 यो छ त्यसपछि 7 छ 28 दुवै 28 छ देयरफोर यहाँ हामीले लेखेको 6 + 7/2 त 6 छ 28 7 पनि 28 डिभाइड बाइ 2 यसलाई जोड्यो भने कति आयो 56/2 भनेको 28 यो छ हाम्रो मिडियन 28 यति गरेर यो सबै क्वेशनहरु सल्भ गर्न सकिन्छ भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुस् र च्यानललाई सब्स्क्राइब गर्नुस् यसका साथै आफ्नो साथीहरुसँग पनि शेयर गर्नुस् र यसको अघि कुन सेटहरु छ त्यो हामी अर्को भिडियोमा कभर गरौँला आजलाई यति नै सी यू बाइ